गाइजहरु फेरि अर्कोबाट लिएर जाउँ न के को मिल्यो यताबाट लिएर जाउँ चनाले त लिएर गइसक्यो दुईटा हो र केटाहरुले एक एकवटा बोकेर हिँडेको छ यता पनि एक एकवटा बोकेको छ सबले तपाईले उठाइहाल्नु भने यत्र यतिको लागि अरे बेला 4000 जति दिनुपर्छ। हेलो अनि नमस्ते सबजनालाई वेलकम ब्याक टु माई न्यू ब्लग। आई होप तपाईहरु पनि सन्चै आरामै हुनुहुन्छ होला हामी पनि सन्चै आराम छौँ। अनि अहिले चाहिँ हामी चामल लिन जाँदैछौँ सस्तोको चामल 2000 मा आएको छ भनेर हो नै किन होइन हो चन्द्रले लिएर आइसकेको छ त्यसैले हामी पनि जाँदैछौँ। म सन्दीप पछाडि मदन चन्द्र पनि छ। आजको मौसम हेर्न सक्नुहुन्छ सट्ट घाम लागेको छ क्लियर देखिएको छ। हामी आइसकेको छौँ यहीँनिर हो ल हाम्रो गाईहरू पछाडि नै छ अरू कति धेरै भिड छ यहाँ छ यहाँ हो यहाँनिर क्या कता हो यता होला कि छैन त कता हो कता हो हामी त उता खोज्न गइरहेको ओहो मेसो 2149 ट्याक्स है यहाँनिर रहेछ टन्नै खै अब पर पर्सन एकजनालाई एक प्याकेट दिन्छ भनेर भनेको होइन हामीले 5 केजीको एक एकवटा प्याकेट गइसकेका छौँ। भितोरे नि मोताचुदेखि मास्का एको हो हाई बकारी मास्टा एकजनालाई एउटा मात्र लानुभएको छ गाईहरू फेरि अर्कोबाट लिएर जाउँ न के को मिल्यो यताबाट लिएर जाउँ चनाले त लिएर गइसक्यो दुईटा हो र केटाहरुले एक एकवटा बोकेर हिँडेको छ यता पनि एक एकवटा बोकेको छ सबले तपाईले उठाइहाल्नु भने यत्र यतिको लागि अरे बेला 4000 जति दिनुपर्छ 4041 कहिले काहीँ त तेल पोखिँदा पनि शुभ साइड नै हुँदो रहेछ बिहान बिहानै पलौती लाग्यो भनिरहेको थिएँ। अब होइन कन्टेन्ट पाइहाल्यो आजलाई भयो अब खोलातिर जाने अहिले अहिले सामान पनि किन्नुपर्ने छ नि त हाम्रो। अब हामी एउटा रुम जान्छौँ खानासाना खाएर त्यसपछि 3-4 बजीतिर हामी सामान लिन जान्छौँ। अरू सामानहरू पनि हामीलाई चाहिएको छ किनभने सकिसकेको छ। बिहानको लागि अघि नै मैले पकाएर रेडी बनाएर आइसकेँ अनि ठ्याक्क बसिरहेको थियौँ अनि चन्द्र आएको रहेछ कि अघि अनि 2000मा त चामल आयो भन्ने भने त्यसपछि सबजना लिन आएको एक एकवटा लिएर लुगा छन्। अब फेरि यो चामल पुर्याएर अर्को लुगा लाएर लिएर आउनु पर्ला जस्तो लागिरहेको छ। त्यति साह्रो पनि फटाइ नगरौँ भन्छ नि आइहाल्छ नि अर्को हप्ता। योभन्दा अगाडिको हप्ता नि आएको थियो क्यारे सकेको थियो हामी त पाएनौँ बल्ल 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 आज पाइयो। हुन त अरूतिर त पहिले योभन्दा अलि अगाडि पनि आइसकेको थियो क्यारे हाम्रोतिर चाहिँ हामीलाई चाहिँ अस्तिको हप्ताबाट थाहा भयो। अस्तिको हप्ता चाहिँ अरू साथीहरूले लगाएको थियो अनि सकिसकेको थियो। आज चाहिँ बल्ल त हामीलाई पनि भेटायौँ पुरा लाइन लगाएर ओहो चल्नु खुसी भएको थियो कि हो मैले त दुईवटा ल्याएँ भनेर होला होइन। चाहिँ हामी रुम आइसक्यौँ अब हामी खाना खान लाग्दैछौँ। खानामा चाहिँ खाना दाल र मासु छ यो चाहिँ मैले अघि नै बिहानै बनाइसकेको थिएँ। अब हामी खानसाना खान्छौँ फेरि रेस्ट गर्छौँ। आज मासुको मसला चाहिँ अलिक डढ्यो क्या हल्का होइन नडढाएर फेरि कहिले भएर मैले पकाउँदाखेरि ओहो यहाँ मदन खाएको तरकारीहरू बाबा हो होला। हेलो गाईहरू मैले फेरि अर्को चामल लिएर आएँ मैले त अर्को चामल लिएर आएँ फेरि मैले अर्को चामल ल्याइसकेको छु देख्न सक्नुहुन्छ। अघि चाहिँ एकैचोटि एकजनाले दुईवटा लानु मिल्दैन भन्नु भन्नुभएको थियो फेरि पछि गएको खैको के भन्नुभयो भने मैले लिएर आएँ फेरि 3टा प्याकेट भइसक्यो हाम्रो नि। मेरो लास्टै रातो काम ल्याएको कस्तो यार धेरै राम्रो छ 3-4 बजीतिर जानु सामान पनि लिन परिन्छ अनि त्यसपछि हामीलाई बाहिर यस्तो 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 तातो घाम छ नि पुरा हप्प फिल हुन्छ क्या रुमबाट निस्किनु थाहा चाहिँ 70 80 90 100 110 120 130 140 150 टक गरेर त के ठोक्यो भयो ल धेरै नाचिला छ ल चन्दको वाला म त एक पनि सक्दैन किन सामान आउँछ
आज गाईहरू सामान लिन नजाने भइहाल्यो कोही छैन कोही सुतिरहेको छ लगभग कति बज्यो 6 बजिसकेको छ 5:30 बजीतिर जानु भनेको 6 बजिसकेको छ आज गयो होला जस्तो छैन झन् 5:30 बजीतिर सामान लिन जानु भनेको अब सुतिरहेको छ अब काम गरिरहेको थियो थकाइ लागेको छ होइन निद्रा पनि लागिहाल्छ फेरि आफूलाई एक्लै जान जाँगर चल्दैन यो कौसी चाहिँ मेरो होस्टेलको सबैभन्दा फेभरेट प्लेस हो मलाई एकदम मनपर्छ सानो छ चट्टो छ एकदम राम्रो छ क्या बसिरहँ जस्तो लाग्छ क्या अझ पानी परे हुनुपर्छ यहाँबाट हल्का पानीहरू यस्तो झरेको हुनुपर्छ ओहो यस्तो यस्तो कुल फिल हुन्छ नि कुरै छोडिदिनुहोस् अझ म त्यस्तो धेरै बसेको चाहिँ छैन तर मलाई बसौँ जस्तो लाग्छ क्या आएको बेलामा चाहिँ यतातिर यो रुखहरू पनि छ नेपालको जस्तो कस्तो सानो छ क्या टक्क यहाँदेखि यहाँसम्म टक्क चियर यसरी राखेर बस्ने एकदम आनन्द फिल हुन्छ हावा पनि हल्का हल्का आउँछ मेन भने चाहिँ पानी परिरहेको बेलामा बसिरहनु कस्तो आनन्द हुन्छ क्या अब ठुलै पारो भने यहाँसम्म आउँछ होइन सानो झमझम परे हुन्छ नि त्यति बेला चाहिँ एकदम आनन्द फिल हुन्छ जस्तो लाग्छ क्या इमेजिन गरिरहेको हुन्छ तर म त्यस्तो धेरै चाहिँ बसेको छैन यहाँनिर तर यो होस्टेलको सबभन्दा फेभरेट ठाउँ चाहिँ मलाई यही नै लाग्छ क्या सर हावा नै आउँछ अलिअलि अब बसिरहनु लाग्छ भने अनि यहाँ चाहिँ अरू बेला लुगाहरू हुन्थ्यो क्या अहिले चाहिँ तल मात्र छ अनि मैले भिडियो बनाइरहेको थिइनँ क्या जुन दिन खाली हुन्छ नि बनाउँछु भनेको थिएँ ठ्याक्कै आज खाली पनि रहेछ हेर्नुहोस् कति राम्रो छ चट्ट यतातिर यो घरहरू छ यता चाहिँ कस्तो सानो ट्रेडिसनल खालको घरहरू हुन्छ क्या केही नाच्को जस्तो क्या ठुलो हुँदैन यसो हेर्दाखेरि सिमेन्टहरूबाट बनाएको जस्तो देखिन्छ होइन तर सबै म्याक्सिमम् काठबाट बनाएको हुन्छ क्या बिल्डिङ ठुल्ठुलो बिल्डिङहरू पनि हुन्छ नहुने होइन तर मेन सानोहरू हुन्छ सामान किनेर गइएन त चल्छ आज हामी जाने भनेको कोही कहाँ भयो सन्दीप पनि सुतिरहेको तिम्रो जानु छ कि तरकारीमा अहिले लाखाइन क्या हाम्रो अन्त छ आलुहरू ल्याउनु पर्छ केटाहरूको फ्रिजमा टन्नु भरि बनाएर राखेको छ तिम्रो पनि बन्दाकोपी फुलकोपी छ त अनि आलु हुनु परेन त्यो मात्रै खाऊ न कि मुला पनि छ मुला हाम्रो फ्रिज हो मुला त हाल्ने हो गाईहरू आजलाई यति नै छोटो भिडियो थियो तपाईँहरूलाई कस्तो लाग्यो लाइक कमेन्ट गर्नु होला र च्यानलमा दिन आउनुहुन्छ भने सब्सक्राइब गर्नु होला म अर्को नयाँ भ्लग लिएर आउँछु अहिलेको लागि पनि बाई